नमस्कार। सत्यसाई प्रेम प्रवाहिनी रथ यात्रा गत 24 तारिकदेखि भारतको आन्ध्र प्रदेश पुट्टपर्ती प्रशान्ति निलयमबाट सुरु भएको थियो भने गत 6 मे 2025 को दिन सिक्किम राज्यको निम्ति सिक्किममा प्रवेश गरे पश्चात धेरैवटा ठाउँहरूमा भ्रमण गर्दै 16 तारिकको दिन राबङ जिल्लामा पनि प्रवेश गरिसकेपछि आज तेस्रो दिनको यो रथ यात्रा चलिरहेको छ र यो दिव्य रथको सारथी मेरो फ्रेममा यति बेला देखिराख्नु भएको छ, जसलाई हामी एकदमै धन्य भएका छौँ भनेदेखि उहाँ अझ धेरै धन्य हुनुहुन्छ, जसले चाहिँ भगवान स्वयंलाई दोहोऱ्याएर सिक्किम भरिको यात्रा गरिराख्नु भएको छ। सर्वप्रथम हजुरलाई हामी बधाई भन्न चाहन्छौँ। दिव्य भगवानको रथलाई एउटा सारथीको रूपमा तपाईले चलाइराख्नु भएको छ। सबैभन्दा पहिला तपाईलाई कस्तो फिल भइरहेको छ? ओम श्री साईराम। भगवानको डिभाइन लोटस फिट भगवान श्री सत्य साई बाबाको दिव्य रथ जुन चाहिँ स्वयं भगवान नै भनेर हामीले मानिन्छौँ है, र उहाँको दिव्य रथको यो काखमा म बसेर, स्वामीको काखमा बसेर मैले यो रथ चलाउँदाखेरि है मलाई यस्तो फिल हुन्छ कि म जहिले पनि स्वामीकै काखमा छु र स्वामीलाई नै स्वामीसँगै हिँडिरहेको छु र मैले यो मेरो शरीर भगवानको जुन चाहिँ मिसनको निम्ति बनिएको भनेर म सोच्छु र मैले पुरै यो शरीरदेखि लिएर यो दिव्य शरीर र दिव्य आत्मा नै म भगवानलाई सुम्पिरहेको छु र म यो रथ कुदाउँदाखेरि कस्तो अप्ठ्यारो बाटोतिर जाँदाखेरि पनि भगवानले नै चलाउनुहुन्छ, म त केही पनि चलाउँदिनँ र मेरो भित्र जुन चाहिँ मलाई भगवानले डोराएर भगवान नै म भित्र आएर है भगवानले नै सबै कुछ गर्नुहुन्छ, म चाहिँ एउटा माध्यम मात्र हो र म एउटा भनौँ भने एउटा म बाँसको खोक्रो जस्तो मात्र हो र भित्र जब मलाई डिभाइन सबै कुरो रथ चलाउने सबै शक्ति भगवानले नै दिनुहुन्छ र भगवानले नै मलाई डोराउनुहुन्छ र म अति खुसी छु। हुन्छ नि है, हामी एउटा मानिस हौँ होइन, मानिसको एउटा प्रवृत्ति हुन्छ, एउटा अहम भावना पनि हुन्छ नि, त्यो त सबैलाई हुने कुरा हो नि। आज यत्रो सिक्किम राज्यबाट तपाईँ यो रथको सारथी चुनिनुमा तपाईँले आफूलाई के फिल गर्नुहुन्छ, अर्थात् कसरी चाहिँ तपाईँले यो रथको सारथी हुने अवसर पाउनुभयो जस्तो लाग्छ? तपाईँको आफ्नो अनुभूति? मेरो आफ्नो अनुभूतिमा यो रथ कुदाउने जुन चाहिँ मैले एउटा भगवानको मौका पाएँ, यो चाहिँ कसरी पाएँ भन्दा म आफै अचम्म लागेर आउँछ, किनकि भगवानले मलाई प्रिपेयर आजभन्दा धेरै अगाडि नै गर्नुभएको रहेछ। म एउटा टाटा नकुदाउने मान्छे थिएँ, तब मलाई भगवानले डोराएर जुन मैले फर्स्ट टाइम आजभन्दा 2 वर्ष 3 वर्ष अगाडि मैले टाटा कुदाउँदाखेरि मलाई डर लाग्ने गर्थ्यो फर्स्ट टाइम कुदाउँदाखेरि, र मैले स्वामीको फोटो चाहिँ यहाँनिर राखेर स्वामीलाई मैले जहिले पनि भन्थेँ, स्वामी अप्ठ्यारो बाटोमा तपाईँले कुदाइदिनुहोस् है भनेर भन्थेँ र मैले त्यो मुस्किल बाटो पनि कसरी क्रस भएर जान्थ्यो म अचम्म लाग्थ्यो। र आज म 2-3 वर्ष अगाडि नै भगवानले मलाई प्रिपेयर गरेको रहेछ, तर आज म आएर रथ कुदाउनु पर्ने रहेछ भनेर चाहिँ, र भगवानको यो अनुभूति हामीले बुझ्नै सक्दैनौँ, किनभने कहिले प्रिपेयर हामीलाई गरेको हुन्छ, यो चाहिँ अन्तमा गएर मात्रै हामीले याद पाउँदो रहेछौँ। 6 तारिकदेखि नै तपाईँले हाँक्दै हुनुहुन्छ नि, यो रथ हाँकेर हिँड्दाको अनुभूति है, कति ठाउँहरूमा पुग्नुभयो, दर्शनहरू गराउनु भयो, भक्तहरूसँगको भेटघाटहरू भयो, जहाँ पनि गएर बेलुका बस्नुभयो, त्यहाँसँगको एउटा कस्तो खालको अनुभूतिहरू गर्नुभएको छ? स्वामीको साँच्चै नै यहाँनिर उपस्थिति भएको अनुभवहरू कसरी गर्नुहुन्छ? मैले जब 6 तारिकदेखि नै भगवानको डिभाइन रथलाई चलाउँदाखेरि है, म पहिलोचोटि रङ्गेली डिस्ट्रिक्टमा, सेकेन्डमा म सिङताम डिस्ट्रिक्टमा र म गान्तोक डिस्ट्रिक्टमा र आज म राबङलामा आइपुगेको छु है, चलाइरहेको छु। तर मलाई कस्तो अनुभूति हुन्छ भने जहिले पनि स्वामी छ जस्तो लाग्छ। नर्मल जुन चाहिँ गाडी छ त्यो नर्मल गाडी अर्कै भिन्न हुन्छ, तर मैले जीवनमा फर्स्ट टाइम जुन चाहिँ भगवानको डिभाइन रथलाई सिलिगुडीबाट लिएर आउँदा मलाई डर लाग्ने गर्थ्यो, किनकि यति शक्ति भएको डिभाइन जुन चाहिँ भगवानको स्वरूप नै भएको रथ चलाउँदाखेरि अलिकति मनमा कस्तो डर पनि लाग्दो रहेछ है। र यसरी कुदाउँदै जाँदाखेरि हरेक जग्गामा भगवानले प्रिपेयर गरिदिनु भएको हुन्छ हरेक मेसेन्जरलाई, र हामी जहाँ बस्दाखेरि पनि यति साह्रो सुविधा भगवानले स्वर्गमै काखमै राखे जस्तो गरेर हरेक
तर्फकोबाट हामीलाई दिनुहुन्छ र हामी जुन चाहिँ हामी 30 तारिकसम्म फास्टिङ बस्छौँ र एक छाक मात्रै हामी बेलुका अन्न खाने गर्छौँ र हामी दिनभरि फास्टिङमा पनि हामीलाई भगवानले जुराइदिनुहुन्छ। कहिले फलफुल, कहिले दुधहरू हामीलाई भगवानले नै म्यानेज गरिदिनु भएको हुन्छ र मेसेन्जर भएर है। र यसरी एकदमै मलाई जहाँ पनि सिक्किम डिस्ट्रिक्ट, हरेक डिस्ट्रिक्टमा मलाई यति साह्रो खुसी लाग्यो कि भगवानको डिभाइन एउटा मेसेन्जरहरू सबै एकदमै राम्रो हुन्छ र एकदमै भक्तहरू स्वामीलाई अति प्रिय प्रकारले पर्खिरहेको हुन्छ र सबै एकदमै खुसी छ। साईराम।